अनि फोटो खिच्ने भन्नु होइन प्लिज फोटो खिच्नु त भाइ यार ल ल ल म उहाँको खिचिदिन्छु हाम्रो पालो आयो है नदीको छेउमा आइपुगिसक्यौँ अहिले चाहिँ म छाइनगुन सिटीबाट छेउमा भएको एउटा नदी छ त्यता जाँदैछु यहाँबाट दाहिने हामी घुम्न निस्किँदैछु आज सन्डे छुट्टीको दिन साथीहरूसँग मिलेर बाटो कसरी काट्ने भनेर सोचिराख्नु भएको छ गाडी ट्राफिक बढी रहेछ त्यही भएर पालो पर्खिरहेको छ हाम्रो पालो आयो है अब हामी बाटो काट्दैछौँ अब समुद्र पारी जाउँ है यहाँ भिडियो खिच्नु हुँदैन भन्दैछ कि अब जहाँ पाए त्यो भिडियो खिच्नु डर पो लाग्छ कोरियामा है ल यस्तो ठाउँ छ हामी बसेको ठाउँ चाहिँ आज छुट्टीको दिन भएर हामी यसरी घुम्दैछौँ सो अब यहाँबाट हामी पार्यौँ त्यो डाँडामा जाने मन्दिरमा जाने हाम्रो योजना छ चाहिँ त्यहाँ हो त्यहाँ जाँदैछौँ हजुर बस्नु त त्यहाँ तर उताबाट एन्ट्री लाइट पर्ने रहेछ उताबाट यता चाहिँ ठिक हुन्छ अनि फोटो खिच्ने भन्नु होइन प्लिज फोटो खिच्नु त भाइ यार ल ल ल म उहाँको खिचिदिन्छु यता ल नदीमा फेरि आइपुग्यौँ अस्ति पनि म योभन्दा माथिल्लो भागमा आएको थिएँ आज अहिले चाहिँ तल्लो भागमा आइपुगेँ साथीहरूसँग अब एकछिन हामी यहाँनिर फोटो खिच्छौँ है त तपाईँको लागि त यस्तो स्पेसल कस्तो कस्तो खिच्ने यस्तो दामी दामी आउँछ यहाँ वा अब यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ न 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 अब यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो निलो अब जाने भएछौँ पानीको पसला गर्नु एकछिन 1 2 3 एकछिन है 1 2 3 गो यसरी नै आज चाहिँ हामीले टिकटक बनाउने फोटो खिच्ने रमाइलो गर्ने गर्दै गर्दै आजको हाम्रो आइतबारको बिदाको दिन चाहिँ यसरी नै मनायौँ
फोटोहरू चाहिँ हामीले निकै नै खिचिसक्यौँ, एक दुईवटा टिकटक पनि बनायौँ। यो एङ्गलहरू हेर्न सक्नुहुन्छ, यो रुखहरू अहिले भरे, यो घरहरू टिकटकमा हेर्न सक्नुहुन्छ मेरो। अनि यो पनि टिकटकमा पनि हेरिराख्नु भएको छ भने फलो गर्नु होला, लाइक गर्नु होला, कमेन्ट गर्नु होला। अनि युट्युबमा हेर्दै हुनुहुन्छ भने पनि त्यही लाइक, कमेन्ट, सेयर, सब्सक्राइब यताउता सबै गरिदिनु पऱ्यो है तपाईँहरूले, सब गरिदिनु होला भन्दै। अब फेरि एकछिनमा यतातिर उता आएको हुन्छ है त। सार्वजनिक शौचालय पार्कमा हुँदो रहेछ, यहाँ जाने हामी एकछिन भन्ने कुरो छ। बाँकी चाहिँ अब हामी माथि फतकोत फुलेको अथवा भने एउटा टेम्पल जस्तो छ सानो, त्यहाँ पनि जानुपर्ने छ। एउटा यहाँनिर हेर्नु त, यो चाहिँ अब पहेँलो पहेँलो फुल्ने रुख भयो भने यहाँ चाहिँ एउटा रातो रहेछ है। यो कस्तो खालको रुख हो हेर्नु त ल। यो फुल चाहिँ यो चाहिँ रातो फुल्दो रहेछ है। यहाँ जुम गरेर हेर्ने भने यस्तो देखिरहेछ यस्तो। अब यो समुद्र पारी जाउँ कि त्यो समुद्र पारी जाउँ, तिम्रो त्यो चाल देखेर आज ना 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 हैन त। यहाँ एउटा पब्लिक बोर्डमा चाहिँ विज्ञापन आइरहेको छ यस्तो रहेछ है। ल साथीहरू, मेरो अर्को फोनको ब्याट्री सकिगएछ, त्यसले गर्दा चाहिँ अब हामी जानु नपाइने भयो। माथि उतापट्टि यो डाँडा चढ्ने भन्ने हाम्रो प्लान थियो, यो डाँडा चढ्ने भन्ने प्लान थियो। आजको लागि चाहिँ त्यो चाहिँ असम्भव भयो। अब अर्को एपिसोडमा चाहिँ हामी त्यो डाँडातिर जान्छौँ। सो आजलाई यति नै भन्दै म बिदा माग्न चाहन्छु है त। म हस्त नमस्कार, जय नेपाल। अन्तिममा एसिया मार्टमा आएर सपिङ गरेर चाहिँ फर्क्यौँ है त हामी। यो डाँडा चढ्न गइएन किनभने अलिक राम्रो फोटो आउने फोन चाहिँ ब्याट्री सकिगएछ र। अब अर्को एपिसोडमा तपाईँहरूलाई म देखाउँछु यो माथिको डाँडाको ब्लग चाहिँ। आज चाहिँ यतिकै, नमस्कार।